वेलकम साथीहरू, हामी चाहिँ आज भैरवबाट त्रिवेणीको भ्रमणको लागि जाँदैछौँ र अवश्य हामीले चाहिँ त्रिवेणीको केही दृश्यहरू पनि तपाईहरुलाई देखाउने छौँ। अवश्य मनिष भाइ र म छु है। ल मनिष भाइ वेलकम। के छ? आज घुम्न जाँदैछु छवि दाइसँग। कहाँको भ्रमण हो? त्रिवेणी। अब छवि दाइको गाउँतिर अब हेरौँ कतिको रमाइलो गराउँछन् दाइले आज। ल आज हामी चाहिँ गएर भाले पनि खानेछौँ है। ल अवश्य यो भिडियो लास्टसम्म हेरेर साथ दिनु होला भन्न म आग्रह गर्दछु मेरो साथीभाइहरूलाई। हेलो साथीहरू, हामी चाहिँ अब त्रिवेणी पुलमा आइपुग्नु है। हामी चाहिँ अब आयो भन्सार। वेलकम साथीहरू, हामी चाहिँ अहिले त्रिवेणी पुलमा आइसकेको छौँ र हाम्रो यो पुलको विनय त्रिवेणी यो पुल देखाउने छौँ। ल हेर्न सक्नुहुन्छ 36वटा ढोका चाहिँ अहिले पुरा खुल्लै छ र त्यस्तो बाढको केही दृश्य त्यस्तो केही अभाव केही छैन र हेर्न सक्नुहुन्छ। हाम्रो साथमा मनिष भाइ पनि हुनुहुन्छ। मनिष भाइ के छ? एकदम गुड छ। त्रिवेणी घुम्न आएको रमाइलो भएछ? रमाइलो अलिकति शीतलको कमी छ, अब चल्नुपर्छ, अब चलेको छ त्यही हो है। बाँकी चाहिँ त्रिवेणी पुलको चाहिँ दृश्यहरू एकदम ठिक छ। 36वटा ढोकाहरू पुरै खुलिएको छ साथीहरू र यसै गरी त्यसो बातको चाहिँ त्यस्तो केही समस्याहरू केही छैन, ठिकै छ भन्नु पऱ्यो साथीहरू गाइजहरू है। र म केही क्लिप तपाईँहरूलाई चाहिँ म पुलको पनि देखाउने छु दृश्यहरू है। अब चाहिँ हामी चाहिँ अब निस्किने छौँ यस पुलबाट। अब घरतिरको तरफ लाग्नेछौँ साथीभाइहरू। आजलाई यति नै भिडियो भन्न म चाहन्छु साथीभाइहरू है। अब साँझ पनि परिसक्यो, अब घरतिर पनि लाग्नु पर्यो साथीभाइहरू। हस्त
धन्यवाद भन्न म चाहन्छु।